भान्जीको मात्र नबनाइदिनु आँखालाई पनि नेटा हालेपछि बल्लहानला त्यो मकैबारी दर्याम दर्याम भन्ने गीत छ नि त्यो मकैबारी दर्याम दर्याम भन्ने गीत छ नि त्यसमा बनाऊँ न है लाग्यो माइजू बाई बाई भोलि भेटौँला यो चाहिँ बुद्ध हेर तर बुद्ध चाहिँ हाम्रो फ्लाइट होइन फेरि चाहिँ हाम्रो फ्लाइट हो भिडियो हो यस्तो डर लाग्यो मलाई कसम साँझको आरती हेर्न जाने कि नजाने जाने मजा लिनुपर्छ गएर ल तिमीलाई कस्तो लाग्यो लाग्छ नराम्रो नचाहिने पुरा भ्यू हेर्दै विन्डो सिटमा बसेर हेर त त्यस्तो मजाले आयो अझ नराम्रो रे ऋषि धमाले अस्ति भैँसी चराएको देखाएको पनि देखियो किसिमको ठाउँ फाइनली चाहिँ अब हामी घरबाट काठमाडौँ जानको लागि रेडी छौँ है त बुढाबुढी भएर तिमीको चाहिँ आज फर्स्ट एक्सपिरियन्स छ है त फ्लाइटमा हो कि होइन हो होइन कहिले चढेको त प्लेनमा भन न कस्तो रह्यो पहिला यो फ्लाइट ओके गाइज ल अब चाहिँ हामी लाग्यो भैरवातिर है त अब चाहिँ हामी जाँदैछौँ काठमाडौँ घरबाट है त ल घरलाई टाटा बाई बाई ल सबैलाई माइजू किन आँखा रसा खानु तपाईँको म दिनुहोस् जनता जान्न चाहन्छन् ल हामी चाहिँ कता हामी बुढाबुढी छ यो गाडीमा हो बुढी अब सिट उता बस्छ के अर्कोमा बाई बाई हजुर राखेँ के फोन राख्ने ल सबै भयो दुईजना आइन्छ यसमा एकजना अगाडि हजुर ल है त बसीमै त हामी अब ओके ल सबैजनालाई बाई बाई अबको यात्रा राजधानीसम्म है ल बाई 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 जाम ओके ल बुढो कस्तो लागिरह अब काठमाडौँसम्म यस्तै हो त फ्लाइट 1 घन्टा ढिले क्यारी भन्छ डिले भइहाल्यो नेपालको फ्लाइट भगवान ओके ल यो क्यामेरा लान दिन्छ कि दिँदैन साँच्चै प्लेनमा दिन्छ है दिन्छ नि बिहेमा नि धेरै लिएर गइरहेको हुन्छन् दिन्छ होला सायद मामाहरूको गाडीमा पुगिसक्यो कति टाइम लाग्छ साँच्चै यहाँबाट भैरवा पुग्नुलाई धेरै टाइम लाग्दैन 20-25 मिनट हाम्रो फ्लाइट डिले भयो नि साँच्चै 3 बजेको फ्लाइट थियो 4 बजे भयो झन् पुग्न त 25 मिनट हो कि होइन फ्लाइट 25 मिनटमा पुगिहाल्छ सिरीको चाँडै पुर्याउँछ सिरीको कति छ हाम्रो 2:50 को थियो अनि 3 कतिमा हो 20 मा कतिमा ल्यान्डिङ थियो कि 20 मा कि 15 मा कि बिर्सेँ म टिकट हेर्न बाँकी छ बुद्धले चाहिँ 30 मिनट 35 मिनट लाग्यो यो चाहिँ हाम्रो चोक बोटल हुँदै जाने हो कि कसो होइन है बेथेरे हुँदै बोटलको त उल्टो पर्छ ओके ल है हामी चाहिँ अन द वे भैरवामा चाहिँ भैरवाको बाटोमा छौँ रोडमा मम्मी हजुरलाई फोन पनि गर्नु पर्यो हेलो मम्मी नमस्कार हेलो मम्मी हामी चाहिँ हिँड्यौँ है अब भैरवाको बाटोमा छौँ हामी चाहिँ छैन मम्मी पानी आएको छैन त्यही अलिअलि बादल लागेको छ ल हुन्छ मम्मी हुन्छ फ्लाइट 1 घन्टा ढिला भयो क्या 4 बजे हुने भयो हस् मम्मी हस् ओके फोन चाहिँ खासै बुझेको जस्तो लागेन त्यही पनि सबैलाई जानकारी चाहिँ गराइयो यति भएपछि कसो बुढी हेर त सामान कति धेरै हो हाम्रो बाबा
होइन ओ बुढी केही त बोला यार भएन यसरी कति लजाएको तिमी विदेश त म होइन किन हिँड्न ला जस्तो भइरहे ल हेर अहिले चाहिँ हामी ठ्याक्कै भैरवा इन्टरनेसनल एयरपोर्टमा आइसकेका छौँ है त यहाँबाट हाम्रो प्लेन चाहिँ सिरी एयरलाइनको प्लेनबाट चाहिँ हामी काठमाडौँ जाँदैछौँ 1 घन्टा डिले भइसकेको छ एयरपोर्ट त कस्तो सुनसान है हेर्दाखेरि ठुलो देखिने ऋषि धमाले अस्ति भैँसी चराएको देखाएको पनि देखियो किसेको ठाउँ बुढो नेपालको एयरपोर्टमा भैँसी चर्छ के छ भन यसमा भनिदिनुहोस् जनता जान्न चाहन्छन् ओ लजाउने बुढी ओके ल एयरपोर्टभित्र इन्ट्री भइसक्यो होइन रजा ए अझ परबाट ओके यो गाडीमा चाहिँ हाम्रो मामाहरू हुनुहुन्छ उहाँहरू जापान हामी चाहिँ युरोप कसो बुढी तिमी पनि जान्छौ सुटकेसमा प्याक भएर युरोपतिर मसँग जाने हो जाने हो तर क्या राम्री भयो हेर त आज त बाफरे बुढाबुढी भन्ने भन्दैनन् कसैले यो दाइ होला यो बहिनी होला भन्छन् होइन हौ भाइ भन्छन् मलाई त इन्ट्री भयो नि त अब भैरवा एयरपोर्टमा ल गाइज यही हो है भैरवा इन्टरनेसनल एयरपोर्ट डोमेस्टिक एयरपोर्ट इन्टरनेसनल त उतापट्टि होइन प्लेन आउँदैन कि इन्टरनेसनल एयरपोर्ट डोमेस्टिक भन्दा नि सबैले पोखराबाट पनि आउँछ गाडी होइन पोखरा भैरवा काठमाडौँ भैरवा होइन त्यही नै त हो जानै दिनु फेरि पुलिसले रोक्या हो गाडीलाई किन जान्दिनँ न पुरा आइयो भैरवा इन्टरनेसनल एयरपोर्ट फोन खसालिने चाहिँ हस् ओके लगेजहरू चाहिँ निकाल्दै गर त्यहाँ पुलिसले भित्र जान्दैन नि त बुढो होइन के भयो तिमीलाई ल अब मामा श्रीहरूले पनि लगेजहरू झार्दै हुनुहुन्छ आधी लगेज उता छन् मामा जापानको शोभायात्रा अनि खै त मलाई युरोपको शोभायात्रा भने फेरि सबै जापान जाने टिम छ मलाई छोडेर म युरोप आएर जापान ल आधी लगेज उता छ खै त मेरी बुढी ओ बुढी त्यो लगेजको रक्षा गरेर बसिएको क्या तिमी चाहिँ यहाँ त्यहाँबाट भित्र जाने हो कि हामी चाहिँ त्यहाँबाट उताबाट घुमेर यता भित्र ल के भयो जाम होइन त अब रेकर्ड भइरहेको त्यहाँ काली अघि त्यसमै राख्नु त होला कहाँ जानु पाएको अलि बुढो हेलो बुढो नयाँ बिहा भएको अनि जिस्काएर भिडियो हो चाहिँ युट्युबमा आउँछ त फेरि जापान लाने गाडी आयो ट्रोली लिएर आइदिनु भयो भिनाजुले हजुर आउनुहोस् न तपाईँ बलियो मान्छे हुन्छ अरे अनि ल ऊ पनि जापान जाँदैछ शोभायात्रा केटो काठमाडौँसम्म सँगै भन्छ नि हामी ओके फाइनली बुढीले चाहिँ बोर्डिङ पास पनि लिइसक्नु थियो बोर्डिङ पास देखाउ त यो चाहिँ मेरो बोर्डिङ पास है
बुढो होइन अब जाने हो प्लेन चढ्न धेरैमा भन्नु क्या हिँड अब वेटिङ गर्नुपर्छ पर्दैन पर्दैन है चेकिङ सकियो है त अब सिधै प्लेनमा बस्नु लगेर प्लेन कत्रो छ त्यहाँ यति एयरलाइनको हाम्रो सिरी एयरलाइन हो राजा रानी हाम्रो सिरी एयरलाइन हो बाहिर यति छ धेरै भान्जीको मात्र नबनाइदिनु आँखालाई पनि नेटा हालेपछि बल्ल खानला तपाईँको पनि छ है भान्जी पहिले होइन मैले उनको नाम भने छैन नि त ओके ल है त अब हामी जाँदैछौँ काठमाडौँ यो चाहिँ बुद्ध हो तर बुद्ध चाहिँ हाम्रो फ्लाइट होइन सिरी चाहिँ हाम्रो फ्लाइट हो बुढो ए कस्तो लागिरहेछ राम्रो बोर्डिङ पास खै ल ओके ए अब चाहिँ हाम्रै प्लेन चढ्दैछौँ है त कता छ हाम्रो सिट 16 यो ए को हो कि उताको यो साइडको मेरो साइडको 16 सी हो ओके फाइनली चाहिँ हामी काठमाडौँमा अवतरण गरिसकेका छौँ है त हेलो बुढो काठमाडौँमा हेलो काठमाडौँ भन्देऊ न मामा छिरे माइजू के हो सिक्किम खोल्नु जान्नु होइन क्या धेरै वर्ष भयो फाइनली काठमाडौँमा आइयो यस्तो डर लाग्यो मलाई कसम मलाई यो ल्यान्डिङ र टेकअपको बेलामा लास्ट डर लाग्छ गाडी राम्रो तर सिरी त राम्रो छ भयो होइन सिरी एयरलाइन त राम्रो सपियाको नाइट बसको सिट आनन्द भक्क होइन बिजाएर हेर त सिरी एयरलाइन त राम्रो छ आई लभ सिरी एयरलाइन है तिमीलाई कस्तो लाग्यो लाग्छ नराम्रो नचाहिने पुरा भ्यू हेर्दै विन्डो सिटमा बसेर हेर त त्यस्तो मजाले चाहिँ आयो अझ नराम्रो रे टिकटक बनाइदिउँ काठमाडौँमा आइयो है त फाइनली काठमाडौँमा आइयो कस्तो लागिरहेछ काठमाडौँ कस्तो लाग्यो सबैलाई भाइरल हुनुहुन्छ नि त अब युट्युबमा अब यस्तो हो कि बुढी अब सुन न तिमी पहिलोचोटि प्लेन चढ्यौ होइन तिमीलाई डर लाग्दैन मेरो भनेको यो धेरैचोटि हो कि त्यही भएर मलाई डर लाग्छ बुझ्यौ नि मलाई अरू बेला डर लाग्दैन फेरि खालि यो के भन्छन् ल्यान्डिङ हुने बेलामा अनि टेक अफ गर्ने बेलामा डर लाग्छ बुझ्यौ झोला कता छन् हाम्रा हो ओके लाग्यो माइजू बाई बाई भोलि भेटौँला ल बाई बाई ल बुढो अब आइयो त काठमाडौँ घुम्ने हेर्नु त मजाले फिलिली तर कसम प्लेनमा त यस्तो डर लाग्यो मलाई है के भन्नु हो डोमेस्टिकमा फेरि खासै भन्दा कि चित्तै बुझ्दैन ल ठिक छ ओके अब चाहिँ हामी होटलमा जाँदैछौँ कसो बुढी होइन त अब यसलाई चाहिँ आजबाट काठमाडौँ सहर घुमाउनु पर्नेछ मजाले घुम्छु भनिन्छन् ल
ल हेर अन्तर्राष्ट्रिय विमानस्थल त्यही हो जाने चाहिँ अब चाहिँ हामी घुमेर काठमाडौँको गौशाला पशुपति अगाडि साँझको आरती हेर्न जाने कि नजाने जाने मजा लिनुपर्छ गएर ल डर लाग्छ खतरा के को डर हो भने डराउनै पर्दैन कति दिन आए जस्तो कि काठमाडौँ अझ डर लाग्छ अरे कहिले आइहौ तिमी आउँछ कता कहिले गोर्खा गयो काठमाडौँ आइहौ आउँछ पक्का आयो अब काठमाडौँको जाम यस्तै छ बालिन सिटीमा जाम थोरै जाम हुन्छ त अनि कत्रा जाम हुन्छ नि